मर्निङ नमस्ते वेलकम ब्याक टु माई च्यानल साथीहरू। आज चाहिँ मेरो बिहानको सबै काम सकिसक्यो होइन। म धेरै ढिलो आएँ भ्लग बनाउनलाई, आज अलिक ढिलो भयो। आज धेरै दिनपछि फेरि नयाँ भ्लग लिएर आउँदैछु साथीहरू। कस्तो हुनुहुन्छ तपाईँहरू मलाई भन्नु है त। अब अरू त के भन्नु, बिर्सिसक्यो बोल्न पनि। 2-3 दिन नबोल्दाखेरि कति कुराहरू बिर्सिँदो रहेछ हौ साथीहरू, के गर्नु हौ म त। यो चाहिँ हाम्रो गाउँतिर हो साथीहरू। मेरो गाउँ त कस्तो छ हेर्नु त, यस्तो छ। फेरि खेतीपाती छ हौ मेरो गाउँतिर त। खेतीपाती के हो, यस्तो 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 छ है। यस्तो 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 यहाँ एउटा यस्तो चिटिक्कको घर छ, सानो। यो मलाई घर एकदम मनपर्छ हौ साथीहरू। जहिले आउँछु जहिले हेरेर जान्छु। सानो चिटिक्कको छ, एकदम दामी छ। कस्तो लाग्यो तपाईँहरूलाई यो घर भन्नु त। यस्तो छ केराको बोटको बिचमा। अनि साथीहरू म चाहिँ भर्खर बाबुलाई पुऱ्याएर आएँ। आज बाटैबाट ब्लग स्टार्ट गरिदिउँ भनेर नि बाबुलाई पुऱ्याएर आएँ। घरको आदि काम सकिसकेको छ। आज चाहिँ हामी एकछिन बाहिर जाँदैछौँ। कहाँ भन्नुहुन्छ तपाईँलाई म जाँदै देखाइहाल्छु ल। अहिले चाहिँ यस्तो छ, कहाँ के छ अब। यो चाहिँ हाम्रो घर छेउको स्कुल हो, सानो आधारभूत स्कुल। आधारभूत भनेको चाहिँ 5सम्म होला हौ सायद, मलाई चाहिँ त्यस्तै लाग्छ साथीहरू। एकदम म तपाईँलाई ब्याकबाट देखाउँछु ल। यहाँ यस्तो छ है। यो चाहिँ स्कुलको नाम चाहिँ के हो भन्नुहुन्छ भने श्री जागृति आधारभूत विद्यालय विराटनगर 19। हेर्नु है त, पर पनि बोर्डमा लेखेको छ। यो कति हल्लेको, हात कामेको कि हल्लेको हौ। त्यो बच्चा त नाङ्गे पो रहेछ हौ तल त। लु है, यति नै खिचौँ होला। बाबुलाई पुऱ्याएर आएपछि एकदम गल्छु क्या, यस्तो गलेको हुन्छ। ल हेर्नु पछाडिबाट विद्यार्थीहरू कुदेर आएको। यस्तो दिन हाम्रो कहिले आउँछ है फेरि साथीहरू। हाम्रो यस्तो दिन आउँदैन, म गइसक्यो हाम्रो यस्तो दिन। के गर्नु, चाहिँ बिहानको सबै रुटिन सकिसकेको छ। अब घर जाने, लुगा लगाउने, अनि त्यसपछि बाहिर जाने बजार है। हाम्रो गाउँतिर चाहिँ यस्तो छ घरहरू, हेर्नु है साथीहरू। अनि के म आज किन भ्लग बनाउँदैछु भनेर तपाईँहरूलाई भन्छु ल। भन्नुहुन्छ प्रायः कतिलाई त थाहा नै छ होइन। म खालि अल्छी लागेको दिनमा मात्रै भ्लग बनाउँछु क्या प्रायः। नभए प्रायः मोबाइल हेरेर नेट चलाएर बस्छु होइन। लाइभमा जान्छु, अरूको लाइभमा छिर्छु, आफ्नो लाइभ चलाउँछु होइन। आज चाहिँ मलाई किन भ्लग बनाउनु मन लाग्यो भने नि, हाम्रो घरमा लाइन छैन है। हाम्रो घरमा लाइन छैन। अब भरे कतिखेर आउँछ, अनि त्यसलाई यही भ्लग दिनभरिको भ्लगलाई एडिट गरेर हाल्छु भनेर सोचेको छु। के भएको हाम्रो यो गाउँ यस्तो छ कि, यस्तो खुल्ला भएर होला एकदम। मैले त यो भनेको त फागुन चैत भनेको त एकदम हावा चल्ने महिना हो नि त। अनि अलिकति हावा चल्यो भने पनि यहाँनिर लाइन गइहाल्छ, नेट चल्दैन। लाइन गएपछि प्याक लिँदा ल हैरान। अस्ति लिएको पनि प्याक चलेन होइन। त्यही भएर मलाई प्याक पनि लिनु मन लाग्दैन आजकल। आज त त्यति साह्रो हावा त छैन, तर लाइन छैन हाम्रोमा। त्यही भएर मैले चाहिँ लाइन छैन, भ्लग बनाइहाल्छु भनेर बनाउन लागेको भ्लग चाहिँ। म कहाँ आइपुगेँ नि त। अब मेरो घर चाहिँ त्यहाँ छ, त्यहाँनिर छ कति। अब त के गर्नु, गरम स्टार्ट भइसकेछ। बा यस्तो गरम, एकछिन हिँड्दै फ्याँफे। मलाई त हिँड्ने बानी छैन, फेरि डक्टरले चाहिँ हिँड्नु भन्छ। मलाई चाहिँ हिँड्ने बानी छैन कि, हिँड्नै सक्दिनँ धेरै बेर। एकछिन हिँड्यो भने यस्तो स्याहाँ हुन्छ। आमा र बुवा चाहिँ पर्खिराख्नु भएको छ। हामी बजार जाने भनेको आज, लाइन पनि छैन। के गर्नु है, दिमाग खराब मलाई त। अब घर पुग्छु ल, अनि फेरि आउँछु। यही हो मेरो घर, कसले देख्नु भएको छैन। यही हो, आउनु होला भेट्नलाई मलाई। फाइनली साथीहरू म घर आइपुगेँ। एकदम गर्मी छ, लाइन छैन, गर्मी स्टार्ट भइसकेको छ। अब रेडी हुन्छु, लाइनै छैन हौ। के गर्नु, यो टाइम त मेरो भाइ लाइभ आउने टाइम हो। तर के गर्नु भाइ, सरी है, लाइन नभएको कारणले म त यहाँ भ्लग बनाउँदै बसिरहेको छु आजको। बा त्यहाँ पुगेर आउँदा त पसिना पो भयो त हौ। छिन फ्यान चलाऊँ भने लाइन छैन। यस्तो छ हालत, के गर्नु हौ। ल अब चाहिँ खाना खाऊँ होला हौ, भोक लागिसक्यो है। केही खान्छु, त्यसपछि जान्छु। तपाईँहरूलाई पनि देखाउँछु म। मलाई त बच्चै देखिरहेको छ कि क्या हो साथीहरू। यस्तो कपाल बाँधिदिएको छोरीले हिजो बच्चा जस्तो देखिरहेको, तर मलाई एकदम मनपर्छ क्या यसरी बाटेको। अगाडि कपालहरू केही आउँदैन होइन, यस्तो कस्तो चिटिक्क देख्छ क्या। त्यही भएर नानीलाई फेरि बनाइदियो ल भनेको। मेरो छोरी त उहाँ बिहान नै भएको छैन मेरो छोरीको। हेर्नु है साथीहरू, यस्तो छ है मेरो घरको छोरीको हालत यस्तो छ। उठेको छैन अहिलेसम्म मेरो छोरी, यहाँ सुतिरहेको छ। उठेन, कपाल बाँध्दैन ल। उठिसकेको अरे। अघि म बाबु पुऱ्याउनु जाँदा उठेर चियासा पनि खाइसक्यो, सबै खाइसक्यो। फेरि आएर सुत्यो। अनि यस्तो छ हालत। उठ, मेरो कपाल बाँधिदेऊ प्लिज। आई एम नट बेजेटिङ यु। उठ छिटो, कपाल बाँध्दै जान्छु म। उठ ल, मलाई कपाल पनि बाँधिसक्यो। मेरो छोरी त कस्तो देखेछ, घोडा बाख्रा जस्तो देखेछ, बाख्री यस्तो देखेछ। कपालले मलाई बाख्री देखेँ आमा, हेर्नु त।
अझै यस्तो भयो यतिकै यता चाहिँ डल्लो बनाउँछु नि यसरी होइन ल भयो अब चाहिँ म साथीहरू कपाल बाँधिसकेँ छोरीले बाँधिसक्यो है अब म हल्का लुगा लगाइहाल्छु ल लुगा लगाएपछि तपाईँहरूलाई देखाउँछु मेरो आजको आउटफिट कस्तो छ हेर्नु है त ल मेरो मेरो कोठा एकदम मेसी भएको छ आज हतार हतार यहाँ मेरो कोठाको हालत यस्तो छ मैले बेड सारेको छु तपाईँहरूले नोटिस गर्नुभयो कि भएन मैले बेड सारेको छु पूर्वतिर बेड राख्नु अरे नि त कि त्यही भएको भएर मैले बेड सारेको आज अब चाहिँ म रेडी भइहाल्छु ल अनि आउटफिट देखाउँछु म तपाईँहरूलाई ल साथीहरू म चाहिँ रेडी भएँ अब निस्किनु लागेको लास्ट मोमेन्टमा तपाईँहरूलाई के सरप्राइजमा राख्नु होइन भनिदिइहाल्छु म चाहिँ आज जोगबनी जाँदैछु इन्डिया बोर्डर कतिजनालाई थाहा छ कतिजनालाई थाहा छैन है यो चाहिँ हाम्रो घर नजिकैको इन्डिया बोर्डर बिहार बोर्डर भनौँ न बिहारमा पर्छ त्यो चाहिँ होइन अनि घरको रासनहरू लिएर जाने आज ल्याउने दिन आज लाइन पनि छैन के गर्नु घरमा बसेर अल्छी लाग्छ नि आमालाई मैले जम्ला आमा आज जोगबनी जाऊँ भनेर भनेको रासनहरू ल्याउनको लागि घरको लागि त्यही भएर आज हामी रासन लिन जाँदैछौँ म हजुरलाई मेरो आउटफिट देखाउँछु कस्तो लगाएँ भनेर कहाँ राखेर पो देखाउने ठाउँै छैन क्या ऐनामा देखाऊँ भने ऐनामा पनि पक्नै ऐनामा देखाउने ट्राई गर्छु ल यस्तो छ मेरो आउटफिट साथीहरू यी गर्मी सुरु भयो नि त त्यही भएर हल्का टप्स लगाएको छु अनि प्यान्ट छ अरू त केही पनि छैन त्यति खास चाहिँ हल्का मुखमा लालपोत हल्का हल्का गरेको छु यस्तो छ मेरो आउटफिट आजको होइन गरम सुरु भयो हाम्रोतिर साथीहरू तपाईँहरूकोतिर कस्तो छ हाम्रोतिर त गरम सुरु भयो ल आजलाई अहिलेलाई चाहिँ यति नै आजलाई होइन अहिलेलाई चाहिँ यति नै छ अब बाटोमा गर्दै गर्दै जाऊँ हेर्दै हेर्दै जाऊँ कति ठाउँको म तपाईँलाई देखाउन सक्छु कति ठाउँको देखाउन सक्दिनँ है मेरो भ्लगमा हेर्नु होला सबैजनाले ल अहिलेलाई बाई बाई अब चाहिँ निस्केको हामी आमा बाहिर बसेर कराउँदै हुन्छ आमा बाहिर निस्किसक्नु भएको छ म यहाँ यही बनाउने चक्करमा छु त्यही भएर अब चाहिँ म निस्केको ल है साथीहरू आजलाई अहिलेलाई यति नै कतिचोटि भन्नुभएको भन्नुहुन्छ ल है ल अब चाहिँ गयो ल गाइज अब चाहिँ हामी निस्क्यौँ आमा र म जोगमानी हिँडेको जोगमानी निस्क्यौँ अब हामी अब जान्छौँ सिटी भेट्यो भने सिटीमा जाने अब सिटी भेटेन भने हिँड्दै जानुपर्छ होला आज त कस्तो हो ल चस्मा चाहिँ के टाउकोमा बोकिरहेको होला मैले चाहिँ यस्तो दिमाग छैन साथीहरू मेरो दिमाग छैन दिमाग अक्कडै छु दराजमा छैन त्यहाँ के भन्छ बाहिरको त टिभी सोकेसको माथि लु है कपाल पो झरिसक्यो कि क्या हो मेरो त लु है गाइस अबको लागि चाहिँ अहिले चाहिँ यति नै है बाटोमा हेर्दै हेर्दै जाऊँ के देखाउन सक्छु त्यही देखाउँछु ल ल म चाहिँ सिटी नपाएर गाइस ड्राइभर बोलाएँ मेरो आमा चाहिँ सिटी हेरेर आमा चाहिँ सिटीमा आउनुहुन्छ मैले चाहिँ ड्राइभर बोलाएर म चाहिँ ड्राइभर जाँदैछु अब आधी बाटोसम्म आधी बाटो जाँदाखेरि मेरो पनि सिटी नै हो ल अब चाहिँ गइँदैछ बाटो पनि कस्तो हामीले चाहिँ सिटी भेटेर जाँदैछौँ अब है सिटीमा आधी बाटोसम्म बाइकमा आएँ त्यसपछि अब सिटीमा जाने मान्छेको अनुहार नाक आँखा सबै बनिन्छ अनि यस्तो कपालको खुट्टा जस्तो अब चाहिँ हामी आइपुग्यौँ यहाँ यही हो बोर्डर उता चाहिँ खिच्न दिन्छ कि दिँदैन साथीहरू यहाँसम्म चाहिँ खिचेँ है मैले अनि त्यसपछि हामी भित्र गयौँ साथीहरू यति भिड थियो बाटोमा मैले बाटोको चाहिँ बनाउन पाइनँ यो चाहिँ हाम्रो जहिले हाम्रो सौदा लिने दोकान गुड्डु किराना यहाँ चाहिँ एकदम सुपथ मूल्यमा तपाईँहरूले सौदाको सामानहरू घरको रासनहरू पाउनुहुन्छ होइन अनि म चाहिँ यहाँ हल्का मलाई एकदम मनपर्ने चक्लेट त्यसको पनि खिचिहालेँ त्यसपछि हामी गयौँ हटिया यो चाहिँ पर लाग्छ जोगमनीको हाट भनौँ न हाट लाग्छ त्यहाँ गयौँ अनि त्यसपछि यहाँ पनि हल्का खिचेँ हामीले प्याज एकदम सस्तो थियो कि 100मा 2 किलो 1.5 किलो थियो अनि त्यहाँबाट हामीले प्याज किन्यौँ आमाले लिनुभयो प्याज सस्तो अब यहाँ हेरिकन धेरै सस्तो छ त्यहाँनिर चाहिँ प्याज चाहिँ यहाँ त 90 रुपियाँ किलो छ हौ त्यहाँ त एकदमै सस्तो लाग्यो अनि त्यसपछि हामी त्यहाँबाट यो हटिया हल्का मैले एक्सप्लोर गरिदिएँ यस्तो छ भनेर देखाइदिएँ तपाईँहरूलाई त्यसपछि हामी सामानहरू किनेर अनि बाटोमा पनि भिड थियो मैले धेरै खिच्न पाइनँ अनि त्यसपछि हामी फर्क्यौँ त्यसपछि हामी घर आयौँ अन्त साथीहरू म चाहिँ भर्खर आएँ घर होइन यस्तो कन्जस्टेड थियो जहिले तपाईँहरू भन्नुहुन्छ होला म राम्ररी देखाउँदिनँ भनेर के गर्नु यस्तो कन्जस्टेड भएर आयौँ आज पनि हामी सबैजना काका काकीहरू आन्टीहरूसँगै आएको नि त सिटीमा त्यही भएर अलिक कन्जस्टेड भयो
अनि खिच्न पनि राम्ररी पाइएन, नरिसाउनु होला के देखाएँ भनेर, राम्ररी देखाएन भनेर नरिसाउनु होला साथीहरू होइन। नेक्स्ट टाइम म राम्ररी देखाउने कोसिस गर्छु होइन। अहिले चाहिँ यस्तो भयो। अनि म घर आइपुगेँ, भर्खर घर आएर खाजा बनाउँदैछु काकीहरूको लागि। के बनाउँदैछु भने यो चाहिँ आलु उसिनेको छु यहाँ होइन। आलु चाहिँ मैले आलुदम बनाउनको लागि, पिरो आलुदम बनाउनको लागि उसिनेको। अनि यहाँ चाहिँ चिकन पाक्दैछ खाजा, अनि बनाइसक्छु। आन्टीहरू चाहिँ पर घुम्नु जानुभएको छ, हामी चाहिँ अलिक खेतहरू छ नि त, अनि रमाइलो हुन्छ, सहरतिरको मान्छेहरू घुम्न जानुहुन्छ। अनि मलाई खाजा बनाउँदैछु, अब घुमेर आउनुभयो भने अनि खाजा खाने सबैजना मिलेर है साथीहरू। हजुरलाई देखाउँछु म चाहिँ चिकन पाक्दैछ, भुट्दैछु म। यहाँ चाहिँ आलु सिन्छ कि अब यसकोमा आलुदम बनाउँछु, त्यो पनि तपाईँहरूलाई देखाउँछु नि म है। यस्तो भएको छ, यस्तो भयो साथीहरू। अहिलेको आलु हेर्नु मैले कस्तो बनाएँ हेर्नु त, यस्तो भयो आलु चाहिँ। हतारको यस्तै हुन्छ साथीहरू। यतिको भएको छ मासु, यहाँ पाक्दैछ। लाइन गएर बिजोक भयो नि हौ, के गर्नु, मेरोतिर त लाइन यस्तो छ नि। म त A few moments later. त्यसपछि डिनरमा हामीले आलु पराठा बनायौँ आज नानी र म मिलेर। डिनरमा के खाने भनेको नानीले आलु पराठा खाऊँ बनाउँदा म त हैरान भइसकेको थिएँ। आधी त नानीले पनि सघाइदियो। त्यसपछि हामीले बेलुकाको डिनर रेडी गऱ्यौँ नानी र मैले कति धेरै बनाएर म चाहिँ थाकेँ, यस्तो गलिसकेको थिएँ। अनि नानीले ल जानु एक दुईवटा म बनाइदिन्छु भनेर नानीले त्यसपछि एक दुईवटा लास्टको बनाइदियो। अनि पोज दिँदैछ उसले चाहिँ अन्तिममा। अनि त्यसपछि हामी सबैजना मिलेर डिनर गऱ्यौँ। डिनर गरिसकेर सुत्यौँ। आजलाई यति नै, बाई बाई साथीहरू।